सुटिङै झोले झी नेपाल भाषा खेले ठौंगने एकदम ना जाम मनोज मर्जुना ठ्याङ्गा झारगुन्डु वेका विषयले छोज खला जजलबा मनोज ठौंगे ठौ नेपाल भाषा मे छि मु प्याखा म गठन चाहिँ मिटा जित्याङ्गु छेरा गरे ता ठोमे एकदम यही पुस्ना जाउँदो मे ङनले गयो यही पुस्सो ताल अहिले एकदम यही पुस्ना म्युजिक न मेन ठम सुटिङ ज्या जाउँदो यही पुस्या जना जाउँदो ठौंगे ठो छियो नेपाल भाषा खेले धाने धामला छ छिकमिने कुटा गठन चाहिँ एलालु या मखा टय ग्वाल लगा ठजाउ मे जाने झिउ संगीत खाएर छौ भजा चेयंगो ढे किसिम यको शिव चाहिँ विचार दो थबिसले छिन छो त्यामा छ दैदी अब वाला सकेसियो माया ख जिमसेला ठय छिसे सक्छान ठो नेपाल भाषा त ठटिङमा ठय क्षेत्र चाहिँ अझ बालकमा अझ अन्तर्राष्ट्रिय स्तरीय त कन छिपि थ्यांक यू चाहिँ कुट टेमा र्या वे कुट अनुसार चाहिँ छिसे चिची रङ चाहिँ प्रयास सेना जुन जुल अहिले ठोय ख प्रयास सेना जुन दो बाबालक ज्या याओ ज्या पिक्याओ चाहिँ अझ न प्रयास सेना जुन दो सक्छा चाहिँ यको माया न बिया जुन दो त्यसको लागि चाहिँ एकदम खुसी हस एकैको सुबाडो छिप्ने कुरा झिउ नेपाल भाषा संगीत खाइ लागि अझ न बालामा गाडीको भिन्द नै बेच्न अरे ठुया झले सुटिङ झले ठाउँ छि ठुकु मेया संगीतकार झि नेपाल भाषा खाइ अति कहाँ वरिष्ठमा संगीतकार ख भएका बुद्ध स्यामीजु जजलबा दाइ नमस्कार आरामै हुनुहुन्छ अनि यो आज जुन चाहिँ त्यो सुटिङ भइरहेछ किलागले गलमेन्ट न्याटा वया भन्ने गीत यसमा तपाईको संगीत एरेन्ज यो गीतको विषयमा भन्नु पर्यो भने हजुरले के भन्नुहुन्छ योभन्दा सबभन्दा पहिला यो गाना लेख्या भाइले लेख्या हो हैन यो हाम्रो गाना गाउनु भएको छ हाम्रो सागर भाइ यसै गरी हाम्रो मिना बहिनीले गाउनु भएको छ अब यसमा मलाई सबभन्दा मनपर्ने भाइ छ यो मोडल हाम्रो हजुर एकदमै मलाई मेरो प्रिय भाइ हो मनोज भाइ उहाँसँग पनि मैले फर्स्ट टाइम काम गरेँ भेटघाट त भइरहन्छ कस्तो लाग्यो गाना एकदम राम्रो छ गाना एकदम भने जस्तो गरिदिएछ आज सुटिङमा पनि अब जस्तै हाम्रो डाइरेक्टरहरूले जे भन्छ एकदम फेरि एउटा सबभन्दा राम्रो कुरा यसको चाहिँ मलाई मन पर्यो धेरै नबोल्ने अनि जे भन्यो त्यो गरिदिने कि अनि डान्सहरू पनि धेरै सिकाउनु नपर्ने एक दुई टेकमा मैले छोटो लिन्छु भन्दाखेरि नाइ दाइ पुरै लिउँ भनेर लिन्थ्यो एकदम राम्रो एकदम मजा छ हाम्रो हिरोइन छोरी पनि एकदम राम्रो एउटा भर्खर मैले उसलाई होटलमा एउटा गाना सुनाएको छु त्यो गाना हजुर अघि यमनको एउटा गाना पनि सुनाएको छु सायद म भाइसँगै काम गर्छु होला धन्यवाद हाम्रो भिडियो यो अडियो यो जुन अडियो भिडियो अब अहिले त युट्युब बन्द छ के अब खुल्छ होला खोल्नुपर्छ अब यो आज हाम्रो सुटिङ सकिन्छ अब 2-4 दिनमा यो एडिटिङहरू सुरु गर्छु म हजुर अब भाइको गाना म अलिकति पहिलाभन्दा अलिकति मेहनत गर्छु यो गानालाई अनि हाम्रो आज आदि त भइसकेको छ काम राम्रो गर्छु है दाइ यही सन्दर्भमा म एउटा अर्को क्वेसन दाइलेको सोध्न मलाई तपाईँले सङ्गीतमा त पहिलादेखि नै धेरै अगाडिदेखि लागिरहनु भएको थियो अहिले आएर चाहिँ तपाईँले चाहिँ यो भिडियोको चाहिँ सुटिङको क्रममा क्यामराम्यानको काम एडिटिङको काम पनि गरिरहनु भएको छ दाइले चाहिँ यो क्यामराको काम सजिलो छ कि म्युजिक सम्बन्धी काम सजिलो छ के कस्तो छ तपाईँको विचारमा यसमा ठुलो कुरा त म पहिलादेखि नै म भिडियो त चलाउँथेँ तर बिचमा आएर मैले भिडियो काम चाहिँ अलिकति छोडिदिएँ होइन अलिकति मलाई अडियो राम्रो लाग्यो अहिले आएर चाहिँ अलिकति फेरि अब भिडियो बनाउँदा साह्रै पैसा महँगो हजुर उहाँको सस्तै छ यस अलि मान्छेहरूलाई अलि आफ्नो गाना गर्नलाई गाह्रो हो होइन अब के भन्दा धेरै लागत लाग्ने अनि त्यही भएर मैले चाहिँ अब मसँग भएको क्यामेराहरू ड्रोन क्यामेरा जे छ मैले युज गरेर अहिले आफैले एडिटिङहरू गर्छु आफैले क्यामेरा खिच्छु जानी नजानी अहिलेसम्म त्यस भन्नुपर्दा एक किसिमबाट चाहिँ गायकहरूको लागि चाहिँ नि मद्दतै गर्ने हिसाब किताबमा हजुर चाहिँ लागिरहनु भएको रहेछ राम्रै छ मैले सायद मैले भिडियो बनाएको मैले अब भन्न त मिल्दैन मैले पैसै लिँदिनँ खासमा छुट्टै कुरा गरेर मैले कहिले पैसा लिँदिनँ मैले त्यो मेरो आफ्नै च्यानलमा राख्छु म अडियो नेपालमा अहिले मेरो अडियो नेपालको सब्सक्राइबहरू पनि तपाईँहरूले गर्दा मेरो 20,000 नागेको छ अहिले फेरि सब्सक्राइब गरिदिनु होला हेरिदिनु होला यो भाइ आउँदैछ मेरो च्यानलमा यो भाइले चाहिँ तलका मचाउँछ होला मचाउँछ है कौला याद त किला गले गभर्मेन्ट याद त वया हैन त के किला गले कौला याद त किला गले गभर्मेन्ट याद त वया भने चाहिँ हामीले चाहिँ फुलोरा भन्छ फुलोरा हजुर नेपालीमा त्यो भन्छ प्लिज हेरिदिनु होला यहाँ आउनु भएर यहाँ हाम्रो अहिले भाइहरू हो सबै भाइहरू छ एकदम को आर्टिस्टहरू हुनुहुन्छ कस्तो राम्रो गरेर बच्चाहरूले यस्तो राम्रो गरिरहेको छ बच्चाहरूले ल यो दाइ हेर्नु यस्तो अहिले सुपरस्टार हो नेपालीमा पनि हुँदैछ है ल है त भविष्यमा भाइहरू पनि सुपरस्टार होस् भन्ने कामना गर्दछु नमस्कार ल नमस्कार